जस्ट ल्यान्डेड एट द नेपालगञ्ज एयरपोर्ट। अब 1-2 घन्टा जस्तो नेपालगञ्जमा बिताएर वी विल बी हेडिङ टु प्रयागराज है। ल नेपालगञ्जमा सर्वत्र ट्याक्सीको आनन्द लिँदै, ट्याक्सी भन्दा आयो ल, यो रिक्साको आनन्द लिँदै है। कस्तो छ नेपालगञ्ज। ल हाम्रो यो नेपालगञ्जको भाटबटेनी एकदम पुरानो सिटी हो। नेपालगञ्ज चाहिँ एकदम हिस्ट्री बोकेको सिटी भनेर पनि यसलाई चिन्न सकिन्छ। यो चाहिँ नेपालगञ्जको अलि मेन सिटी जस्तो हो। यो पुष्पलाल चोक भन्छ क्यारे यसलाई। अघि भने जस्तै नेपालगञ्ज चाहिँ एकदमै ऐतिहासिक रूपमा एकदमै महत्त्वपूर्ण सिटी हो। पहिला यहाँ पहाडतिरको मान्छेहरू नुन ल्याउन आउने ठाउँ पनि भन्छन् यसलाई है। अनि नुन लगायत अन्य करासी सामानहरू खरिद गर्नको लागि जुम्ला, हुम्ला, मुगु, कालीकोटबाट यो ठाउँमा आउनुपर्ने हुन्थ्यो। यो एउटा मेजर सिटी थियो त्यो समयमा। ल अब चाहिँ हामी यो नेपालगञ्जको वान अफ द फेमस मन्दिर बागेश्वरी मन्दिर हेर्नलाई अथवा दर्शन गर्नलाई जाँदैछौँ। पहिल्यैबाट आउन मन थियो मलाई यो मन्दिरमा, तर मिलिरहेको थिएन। अनि यो पालि कसो गरी मिलेको छ। जाने चाहिँ कहाँबाट हो? ओके, अनि मन्दिर नै देखाउँछु तपाईँहरूलाई। ए यता रहेछ बागेश्वरी टेम्पल। त्यो अब यो हुनुपर्छ। जय बागेश्वरी माता की जय। बागेश्वरी मन्दिर पनि अब दर्शन गरेर सकिसकेको छ। अब हेरौँ, अब यतै डुल्छु 5-10 मिनट भन्दा पनि आधी घन्टा 1 घन्टा जस्तो डुल्छु होला यतैतिर। अनि त्यसपछि चाहिँ वी विल हेड फरवर्ड। इन्डियन बोर्डरमा हामी अब प्रवेश गर्दैछौँ। भन्सार जस्तो देखिरहेको छ त्यहाँ रुपडिया बोर्डर यही हो। अब हामी नेपाल छोडेर भारततर्फ प्रस्थान गर्दैछौँ। ल हामी बिस्तारै यो यात्रामा छौँ है कुम्भ मेलाको। नेपाललाई अब बाई बाई भन्दै इन्डियातर्फ जाँदैछौँ। सायद यो नेपालको बोर्डरमा फर्स्ट ठाउँ होला जहाँ नेपालको चाहिँ यति राम्रो गेट छ, इन्डियाको चाहिँ गेट छैन है। ल नाइस, द्याट्स नेपाल। इन्डियाको भर्खर बन्दैछ है, भर्खर बन्दैछ। ल नाइस। ल यो रुपडिया बजारमा हल्का सरसामग्रीहरू किन्नुपर्ने थियो, त्यही भएर यो रुपडिया को यो बजारमा हामी यहाँ हेर्दै आइरहेछौँ। फुपू चाहिँ यहाँ के किन्ने भन्दै हुनुहुन्छ है। यो गाडीमा अहिले तेल भर्दैछौँ हामी। 140। यो चाहिँ हामी खाना खानलाई ब्रेक लिएका छौँ। अन्त चाहिँ हाम्रो खाना पाक्दैछ। एकदम अब यो ढाबामा बसेर खाना खानुको पहिलो अनुभव हुँदैछ यहाँ।
कन्टिन्यू होल नाइट ड्राइभिङ भइरहेछ यता अलमोस्ट कति बज्यो 9:40 भइसकेको छ अनि हामी ट्राभलमै छौँ ल कति बजे पुगिन्छ अब लेट्स सी बाटो बिर्सेर यहाँ अलिकति यहाँ बाटो हेर्ने काम भइरहेछ म्यापमा अरू त्यस्तै हो टाढो ठाउँमा आएर है ल फाइनल्ली अब हामी यो मेन प्रयागराज सिटीको मेन यो सङ्गमतिर जाने यो मेन बाटोमा पुगिसकेका छौँ यो बाटो मान्छेको भिड देख्न सक्नुहुन्छ तपाईँहरू ल हेरौँ अब एउटा हामी हिँड्छौँ कि अगाडिसम्म जान दियो भने फेरि हामी गाडीमै जान्छौँ होला तर अब गाडी जान मिलेन भने चाहिँ हामी यहाँबाट लगभग 3 किलोमिटर जस्तो चाहिँ हिँड्दै जानुपर्ने हुन्छ